पीडा भनेको मलाई मात्रै थाहा छ हैन अनि अब के गर्नु र यो चप्पललाई माया गरेर नि भएन हातमा बोकेर पनि भएन हैन यो चप्पललाई चाहिँ म पनि लोडे चप्पलको हालत यस्तो छ हैन चप्पल पनि हो भन्नुहुन्छ नि गाइस हैन म खाली खुट्टा कसरी पुग्नु के यति टाढा छ अनि 2-3 घण्टाको बाटो छ अनि मलाई जतिको पीडा कसलाई होला त गाइस यहाँ हेर्नु न छाडी हुनुहुन्छ उहाँहरु चाहिँ अलिकति मोबाइल ल अब ब्यागबाट हेलो एभ्रीवन वेलकम टु ब्याक माई न्यू ब्लग सो एभ्रीवन आजको तपाईहरुलाई खुसीको खबर के छ भने हामी चाहिँ सुटिङमा आथ्यौं हैन सुटिङमा आथ्यौं सुटिङ सकिएर भर्खर 8 बजी सक्यो अनि यहाँ माइक्रो पार्कमा आको हैन अनि यहाँनिर गाडी नि पाउँदैन अनि त्यहाँदेखि हिँडिराछौं अनि त्यहाँदेखि त्यसपछि हेर्नु गाइस मेरो चप्पल चाहिँ दुईटै चुट्टियो हैन यो चाहिँ मैले साच्ची भने हो नि फेरि यस्तो ओरालो बाटोमा दुईटै चप्पल चुट्टियो हैन अनि म चाहिँ अब यहाँ खाली खुट्टै हिँडिरहेको छु कि अनि जिन्दगीको मोडमा दुःख सुख भन्ने त यस्तै हो हैन रातिको यहाँ 8-9 बज्न लागिसक्यो अनि गाडी पाएको छैन अनि हिँडेर कहाँ पुग्नु पर्ने छ गन्तव्य मलाई गाह्रो छ हो अनि मलाई जतिको पीडा कसलाई होला त गाइस यहाँ हेर्नु न मम्मी यतिखेर त म मम्मीलाई सम्झेर 10 चोटी भन्दा धेरै रुइसक्यो अघि रोडमा थचक्क बसेर पनि रुको हैन के गर्नु यता किन्नु पनि पाउँदैन पसल पनि छैन मेरो जिन्दगी सम्झेर त मलाई त रुनु मन लाग्छ हो रुनु मन लाग्छ यहाँ हेर्नु न गाडी आउने ठाउँमा आएको गाडी पनि जाँदैन गइसक्यो चप्पल चुटिएर खाली खुट्टा खाली खुट्टा सो साथीहरु चप्पलको हालत यस्तो छ हैन के गर्नु यो धेरै महँगोको चप्पल पनि होइन तर धेरै पनि खपेन के गाइस हैन 1 महिना पनि टिकेन गाह्रो छ माइक्रो पनि आउँदैन यार केही पनि आएको छैन त्यसको बाउको खप्पड रिस उठेर आउँछ इ खाली खुट्टा हिँड्नु परिरहेछ अनि के इस इ खाली खुट्टा हिँड्नु परिरहेछ यस्तो पनि हुन्छ जिन्दगी थुक्छु भन यहाँ न त पसल पाउँछ किन्ने म त रुन्छु मेरो खुट्टा कहाँसम्म हिँड्नु पर्ने हो थाहा छैन गाडी कहाँसम्म पाउने हो त पनि थाहा छैन रुनु बाहेक यहाँनिर उपाय केही छैन के गाइस यस्तै हो अब जिन्दगीमा यस्तो पनि हुँदो रहेछ कहिले काहीँ भन्ने नारायण गोपालको त गीत सुनेको थिएँ त्यस्तै लाग्न थालिसक्यो जिन्दगी त यो नारायण गोपालको गीत होइन त दाइ जिन्दगीमा कहिले काहीँ के अरे यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले काहीँ ओइ गाइसहरू कस्तो चलिरहेछ उनीहरू त मोज छ यार यत्रो जुत्ता हिलाएर हिँडिरहेछ आफू चाहिँ यहाँ खाली खुट्टा हिँड्नु पर्यो हामीलाई मेरो जुत्ता सुटेर आउँछ कहीँ नभएको तिमीहरूको जुत्ता फाटी जाओस् यो पसलले मलाई झुक्काएको हो के खतरा ओरिजिनल छालाको बुट के गर्नु म त गरिब छु यो चाइनिज कम्पनीले मलाई फसायो गरिब हुनु नि साह्रै गाह्रो छ हो जिन्दगी कसैको चप्पल सापटी देऊ न हो कसैको चप्पल सापटी देऊ मलाई खुट्टा दुख्यो हो खुट्टा दुख्यो ए केटीका तिम्रो पुट्ल्यौ यहाँ मलाई आमा तलतिर त झन् बाटो खत्तम रहेछ म कसरी हिँडेर जाने होला यो चप्पललाई के गरौँ बेचिदिउँ कि क्या हो सेलमा आयो सेल आयो हजुर 50 रुपियाँ भन्दै सबले हेर्छ यार रोडमा पानी खने चप्पल नभएको पनि यहाँ कस्तो बिजोक होला रिजर्भ त गर्नै परिगयो नि हाम्रै बाटो मासुको झोल कस्तो 20 मिटर आउँछ मान्छे खाली खुट्टा हिँडिरहेको छ बाटै रिजर्भ गर्ने भए सिन्टा हो रे तेरो बाउ
मेरो चप्पल सोल्टिनी मेरो चप्पल ओ सोल्टिनीहरू मेरो चप्पल ओ सोल्टिनीहरू मेरो चप्पल लौ 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 ओइ भन्नुहुन्छ नि गाइस हैन म खाली खुट्टा कसरी पुग्नु के यति टाढा छ अनि 2-3 घण्टाको बाटो छ कोटेश्वर पुग्नु भन्छ त्यही पनि चप्पल छुटे खाली खुट्टा म कसरी पुग्नु के आफैले लाज लागिसक्यो ओ यहाँ भन त म कसरी पुग्नु भन त एकदम दुःख छ हैन मलाई त बेसरी रुनु मन लागिरहेछ म यहाँ त्यो कोटेश्वर पुग्नु पर्ने हामी चाहिँ गोकर्णमै छौँ हैन कसरी पुग्छ मलाई थाहा छैन सुजाताको चप्पल चुटेर मलाई एकदम खुसी भइरहेछ खुसी रे अझ खुसी हेर त साथीहरु किन साथीहरु गाइस सुजाताको चप्पल चुटेर म किन खुसी भएको थाहा छ भन्छु ल जहिले मेरो मात्र चुटिन्छ क्या चुटिन्छ जहिले मेरो मात्र चप्पल चुटिन्छ अनि आज चाहिँ फर्स्ट फाइनली सुजाताको पनि चुटेको रहेछ क्या अनि मलाई कतै खुसी भएको छ हैन गाइस म चाहिँ यत्रो जुत्ता लाएर आएको छु काइ नभएको केही पनि हुँदैन अर्को पिरामा रम मेरो नि पालो आउँछ अरु नि पालो आउँछ हाँस्ने बेला म रुन्छु अरु बेला म हाँस्छु के जिन्दगीमा यस्तो पनि हुँदो रहेछ कहिलेकाहीँ मेरो पनि पालो आउँछ नि गाइस हैन मेरो पनि पालो आउँछ ल चिन्ता नगर्नु अब मेरो मात्रै अहिले चुट्या खाएन राति यति गाह्रो भएको छ नि मलाई मात्रै थाहा छ त्यो पीडा हैन अब तिमीहरूको पनि कुनै दिन चुट्टेला नि त अनि त्यतिखेर म कसरी रमाउनु पर्छ भनेको त मलाई मात्रै थाहा छ नफाल्ने के दाइ यहाँ कस्तो घरमा लगेर देखाउनु परेन भनेको मेरो दाइ दिदीहरूलाई ओ अनि भोलि नयाँ चप्पल किनी माग्नु पर्यो अनि खै चप्पल कसलाई दिइस् भनेर फेरि मलाई अर्को चप्पल किनिदिएन भने के गर्नु कति पीडा छ मलाई तपाईँलाई के थाहा साइकलमा लगिदिए कि कति खोइ कसले ए भनेको हुन्छ त मलाई लगिदेऊ भनेर म भन्थेँ त तिमीले भन्दै भनेनौ तिमीले भनेको भए म भन्थेँ भन्दै रुनुभन्दा अब उपाय केही छ त केही छैन ल है यो माछाले गाडी सरी त्यस्तै हो मुला बान अरे के लाग्छ गाडी गर्नु मन लाग्छ मलाई के भयो भोलि बिहान पुगिन्छ होला या फेरि फोन आउनु थाल्छ अहिले फेरि एकछिनबाट हेलो कहाँ हो भन्दै घरबाट गाइस यस्तो खतरा छ नि ढुङ्गा छ तर पनि केही छैन म गोर्खालीको छोरी पो हो त यहाँ कहाँ कम्छु र म राइनी पो हो त हो हिँडिरहेको छु त्यही अनि हाम्रो साथीहरू पछाडि हुनुहुन्छ उहाँहरू चाहिँ अलिकति मोबाइलमा बिजी हुनुहुन्छ मलाई चाहिँ पीडा छ चप्पल चुटेर दुइटै पो त फेरि होइन कम्ता पीडा छ मलाई चप्पल चुटेर बिजो भएर हो यस्तो बाउको माइको अहिले आउँदो रहेछ उल्टो बाटो हिँड्दैछ गाडी ल यो मान्छेको हो यो भूत देखे यार अब त सबैजना भूत आयो है अब ल अब ब्यागबाट भाइको पनि काम यही हुँदैन त्यहीँ बस्ने त्यहीँ खाने रे त्यहाँ मिल्दैन कहीँ बस्ने त के मिल्नु हो नि भाडा दिनु हो नि ल पछाडि पनि फर्की हेर न यहाँ सुक्क लाग्यो कि क्यामेरा ल के खिच्दैछ फेरि ल यो चप्पलवाला तपाईहरुले मेरो बेइज्जत गरेरै छाड्नु भयो चप्पल किन्ने हो बाटो पनि यस्तो डेन्जर छ हैन के भन्नु र अब खाली खुट्टा हिँड्नु परेछ यस्तो बाटो डेन्जर छ पिच भएको भए पनि हो भन्थे म यस्तो अपलोड बाटो छ हैन
गाह्रो छ हो एभ्रिवान आजको पीडा भनेको मलाई मात्रै थाहा छ हैन अनि अब के गर्नु र यो चप्पललाई माया गरेर नि भएन हातमा बोकेर पनि भएन हैन यो चप्पललाई चाहिँ म पनि लडे यो चप्पललाई चाहिँ हैन म अब यही फालिराख्छु बस ल मेरो चप्पल यति दिन त अब साथ दियो तिमीले हैन तिमीले मेरो अब साथ छोडेर गयो त्यही पनि यति राति अँधेरोमा कृतिका कहाँ गएको थियो ओइ कहाँ गएको छिराउ ढिला भइसक्यो मान्छे बामे सर हिँडिरहेछ यार मान्छेलाई यहाँ कम त पिराछ यी चप्पल अब यहाँ फालिराख्नु पर्ने हुन्छ मैले यहाँ अब चप्पललाई चाहिँ हैन गाइस म यहीँ फालिराख्छु डस्टबिन पनि छैन अब खाली खुट्टामा हिँड्नुपर्छ यो पीडा त मलाई मात्रै थाहा छ है तपाईहरु लानेर जानेको कुरा नगर्नु है मान्छेको यहाँ कति बिजक छ यहाँ यी चप्पल यहाँ चुटेर कस्तो छ कस्तो रमाइलो पल भइरहेको छ तपाईहरुलाई त यहाँ मलाई त कति रोनु मन लाग्यो मेरो पीडा कसले बुझ्छ र यहाँ अब यो चप्पल चाहिँ म उतातिर कतितिर फाल्दिन दाइ यो फाल्दिन त चप्पल फाल्दिन ल दाइ दाइ यो चप्पल उता फाल्दिन त नाइ के उता फाल्दिनु न हुँदैन कि अब निक्लिसक्यो हेत्तेरिका नयाँ त नयाँ हो नि यो पसलले मलाई फसायो के पैसा मात्रै धेरै लियो अनि 1 महिना नखप्ने चप्पल रिस उठेर आयो यार अब चाहिँ यसलाई चाहिँ म फालिदिन्छु कता उता खोल्सातिर फालिदिउँ भनेको सब कारमा तपाईँले त छिटो आऊ भन्छ त यो मान्छे त के हो हामीलाई चाहिँ छिटो आऊ नभन्ने अरूलाई मात्रै छिटो आऊ भन्ने मेरो दाइलाई मात्रै छिटो आऊ भन्ने अब मेरो चप्पल चाहिँ गाइस म यतैतिर फालिदिन्छु ल होस् जाओस् अब खाली खुट्टै जान्छु अब छैन त म के गरौँ त त्यो अब सिलाउनु पनि मलाई मन लाग्दैन एकचोटि फाटेपछि कहाँ माथि सुटिङ हलमा अनि मैले त्यत्रो चप्पल चुट्या भनेको त नि तपाईँ पनि यस्तो बाटो छ नि फेरि पीडा छ नि हो झुट पीडा छ बन्छौ कलाकार लु बन कलाकार बन्छौ कलाकार कलाकार बन्नु सजिलो रहेछ लु बन कलाकार सङ्घर्ष कति गर्नु पर्दो रहेछ कलाकारले बुझ्यो बन्छौ कलाकार कलाकारले कति स्ट्रगल गर्नु पर्दो रहेछ बन्ने कलाकार लु बन कलाकार गाह्रो छ भन्नु मात्रै सजिलो हो जिन्दगी यति गाह्रो छ हैन कलाकार बन्नेको हालत यस्तो छ घरि भोकै बस्नुपर्छ घरि खाली खुट्टा कुद्नुपर्छ घरि रातको 12-1 बजी घर पुग्नुपर्छ के हो यो जिन्दगी यति गाह्रो छ नि बन्छौ कलाकार लु बन भनेर भनिरहेको छु के गाई छ ले मेरो खुट्टाको छाप हेर है मेरो खुट्टाको छाप हेर है सँगै हानेर देखाउ न फोटो उठाएर गाइस मेरो खुट्टाको छाप हेर्नु है आम्मा म खुट्टा नि हेरी खतरा ठुलो छ नि मेरो सो एभ्रीवन सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु हैन मेरो आजको भ्लग चाहिँ यति नै हो बाई बाई टाटा बाई बाई